आज हेर्दै जानुहोस् त देशमा आजभन्दा 2 वर्ष अगाडि 1.5 खर्ब रेमिटेन्स आउनेमा आज 3 खर्ब आउँछ। अब यिनीहरू के भन्छन् थाहा छ? बालेनको पालामा त 3 खर्ब रेमिटेन्स आउन थाल्यो। उल्टो समाचार दिएको छ। ओहो, सुकुम्बासीलाई त बालनले राहत दिनुभयो, 25,000 दिनुभयो। हेर्नुहोस्, यस्तो समाचार यिनीहरूले लेख्छ। हस्पिटलमा फ्री, शिक्षामा फ्री, स्वास्थ्यमा फ्री, बिजुलीमा फ्री, सबै फ्री, ट्याक्समा फ्री भनेर चाहिँ केही फ्री भएको छैन। नेपाललाई अहिले पनि 58 रुपियाँमा तेल दिन्छ, भुटानलाई 56 रुपियाँमा तेल दिन्छ। भुटानले 60 रुपियाँमा बेच्छ तेल आफ्नो नागरिकलाई। अहिले पनि भुटानमा 60 रुपियाँ आइसीमा। हाम्रो 137 को तेल 237 बनायो। र सबैभन्दा बढी बिपीलाई कसको प्रोडक्ट रहेछ भन्दाखेरि अहिले अब बिपीलाई जसले प्रोडक्ट गर्यो नि बालनहरू दिनेको प्रोडक्ट। र बिपीले त्यतिखेर के भने थाहा छ? मर्ने बेलामा इन्डियाबाट के भनेर आयो भन्दाखेरि मेलमिलापका नीति ल्याएर राजाको गर्दनमाथि मेरो गर्दन, राज संस्था छैन भने देश रहँदैन भनेर भनेको कुरो त्यही हो।